हेलो गाइस, स्वागत छ तपाईहरुलाई अर्को नयाँ भिडियोमा। म हुँ तपाईहरुको आफ्नै साथी भाइ शिवास ब्लग्सबाट। अनि तपाईहरु आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। अनि आज चाहिँ हाम्रो कम्पनीको पार्टी रहेको छ, भइसकिरहेको छ। म चाहिँ साइकल लिएर कम्पनीतर्फ लाग्दैछु, किनभने हामी चाहिँ साइकलमा जानु पर्ने हुन्छ कोठाबाट। त्यस्तै कति लाग्छ भन्दाखेरि 10-15 मिनेट जति लाग्छ कम्पनी पुग्न। अनि हेरौँ के कस्तो हुन्छ। आज चाहिँ हाम्रो कम्पनी काम चाहिँ कति बजी 7 बजीसम्म हुन्छ सधैँ होइन। अनि आज चाहिँ 6 बजीसम्म हुन्छ होला। अनि 6 बजी काम सकेर नभइसकेको हुन्छ। 6 बजी काम सकेर चाहिँ पार्टी खाने हुन्छ हाम्रो चाहिँ। त्यही अब पार्टी चाहिँ कहाँ गर्ने भन्दाखेरि पार्टी चाहिँ हाम्रो त्यही कम्पनीको बाहिर गर्ने भनेको छ। त्यही बाहिर चाहिँ यसो हामी चाहिँ पोलेर खाने हुन्छ सबैजना। त्यहाँ एउटा कोरियन चाहिँ अब जान लागेको छ बिदा भएर। त्यही भएर अब उसको लागि भनौँ न विशेष चाहिँ पार्टी गर्न लागेको अरे। हेरौँ अब आज हाम्रो दाइ चाहिँ एक्साइटेड भएर अगाडि कहाँ पुगिसक्नु भएको छ। त्यही भएर गाइज बिहान बिहान फ्रेस हावा यस्तो छ है। तपाईँहरू चाहिँ के कसरी बिताउनुहुन्छ बिहान? म चाहिँ कम्पनी जाँदाखेरि साइकल कुदाएर जान्छु, फ्रेस हावा पनि पाइने अनि हल्का एक्सर्साइज पनि हुने भएकोले गर्दा साइकलमा जान्छु म चाहिँ। त्यो पनि हो, अब गाडी पनि छैन के गर्नु होइन, यस्तै छ। तर ठिकै छ, मलाई चाहिँ एक्सर्साइज पनि गर्नु मनपर्छ नि त। अलिक किनभने ज्यान लागेको छ, अलिक मोटाइ छ, त्यही भएर। ओ दाइ त वहाँ पर पुगिसक्नु भएछ। आज एक्साइटेड लेभलै अर्कै छ दाइको। अरू बेला पनि अब प्राय हाम्रो 1-2 महिना 1 महिनाको अन्तरालमा भइरहेको छ। तर यसपालि चाहिँ यसो भिडियो पनि बनाइदिउँ न त, अब के हाल्ने भएको बेलामा भनेर चाहिँ मैले बनाउन गइरहेको छु। यहाँ चाहिँ उकालो छ अलिकति, उकालोमा अलिक स्यास्या भइन्छ तर मजा लाग्छ, एक्सर्साइज हुन्छ नि त। त्यही हो गाइस, अब भिडियो साह्रै लामो भइरहेछ। अब त्यही भएर म अलिक छोटो बनाउने कोसिस गर्नेछु। तर अब त्यस्तो घुम्ने ठाउँमा गएपछि हेरौँ न, काट्ने ठाउँमै हुँदैन क्या। जति छोटाउँछु भन्दा हुँदैन लामो भइहाल्छ। तर आजको चाहिँ अलिक छोटो नै हुन्छ, किनभने अब म तपाईँहरूलाई डाइरेक्ट कम्पनीमा गएर भेट्नु छु है त गाइस। ल फाइनली हामी चाहिँ कम्पनी पनि आइपुग्यो है दाइ। कति एक्साइटेड? झोला त खाली छ त हौ। खाली छ त आज। के हो यहाँ के चिताउनु भएको छ दाइले? दाइ ए ल भयो, सब्सक्राइब नगर्नु, म यही बन्द गर्छु यसलाई। जस आज खाना खान जाने 12 बजी। 12 बजे म त जान्छु नि, तिमी पो मलाई अरे भरे के खानु? अनि अर्दैन नि त धेरै फेरि। सो गाइस हाम्रो बिहानीको सुरुवात चाहिँ कफीबाट हुन्छ है गाइस। अनि यो चाहिँ मेरो काम गर्ने ठाउँ हो। 2000 years later. अब काम सकेर लिन आउँदैछ क्या गाडीमा। राम हेलो खै लु ठेला त रेजिना जी तिमी छिर फेरि त्यता ल। अब लिएर आउनु भनेपछि के गर्नु त, ल्याउनै पर्यो होइन। स्वागत छ तिमीलाई। हामी कहाँ जाँदै गरेको? हामीलाई पनि सालसम्मले लिएर आउनु क्विनलाई भनेर भन्नुभयो अरे, त्यही भएर हामी जाँदैछौँ। ओके ल, अब हामी उतै भेट्छौँ। हेरौँ न अर्जुन कसो हो, नराम्रोसँग खाइँदैछ ल। आज 12 बजी नि आधा पेट मात्रै खाना आएछ बिचरा। दे हामी उता जाउँ होला हौ, उता जाउँ होला।
यहाँ खानु लो खाऊ न एउटा एउटा सुरु गरौँ त एउटा प्लेट चाहिँ माग्नु न त प्लेटमा राख्दै ल दाइ पनि खानु नि त लु ए दाइ ल ह्याप्पी बर्थडे कति भयो त काम गर्दै रहेछ अब चाहिँ तकरिबन पेट अगाइसकेको अवस्था छ लाफिङ बुद्धलाई पेटमा उ गर्यो भने सम्पन्न भइन्छ भन्छ बरे अब खै भयो है ल दाइ खाएको खाइ हुनुहुन्छ उयो अगाडि हेर्नु नि नै राखेर दाइ हाम्रो अर्जुन सरले दिइरहेछ नराम्रोसँग पेट लगभग लाग्नु पर्ला माउजू अगाउनु भयो खरबुजा मात्रै खानु हुँदैछ के हो चाहिँ मान्छेले खाएर बाटो लाग्नु थाल्यो अब हामी पनि लगभग लाग्ने आजको पार्टी पनि यस्तै हो अब म पनि एकदम हगाइसक्यो पेट टमुक्क भइसक्यो अब जानुपर्छ होला के गर्नु यस्तै थियो अब भइसक्यो भनेको यही कम्पनी भयो अनि यतै बाहिर यहाँनिर चाहिँ खान्छौँ हामीले यसरी पोलेर यहाँ चाहिँ सबै अब खाइसकेर मान्छे लागिसकेको छ कम्पनीतिर कोठातिर कम्पनी पनि हेरेको छैन फर्स्ट टाइम आउँदैछन् ल गाइज हामी चाहिँ फाइनल्ली कम्पनीको काम पनि सकेर कम्पनीको पार्टी पनि खाइसकेर हामी चाहिँ रुम फर्किँदैछौँ पछाडि रेजिना म अगाडि अनि आजको हाम्रो भ्लग के कस्तो रह्यो कृपया आफ्नो प्रतिक्रिया दिनुहोला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि बेल आइकनलाई अलमा राख्दै अर्को भिडियोमा भेटौँला फेरि हामी यहीँबाट बिदा हुन चाहन्छौँ नमस्ते जय नेपाल